वेलकम छ है सबैजनालाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी यसो शनिबारको दिन मुर्खु भन्ज्याङ घुम्न जाँदैछौँ। बहिनी दाई यसो बाटो यस्तो अफरोड छ कि माथि माथि त यहाँ चाहिँ सजिलै छ मेन रोड। टक्क जरङ्खुको पुल पारी जाँदैछौँ क्रस गरेर। बाटो यति अप्ठ्यारो छ कि ओहो बिस्तारै बिस्तारै बहिनी बाटो हेरेर काट्नु। बिस्तारै बिस्तारै अगाडि जाँदैछौँ। बिस्तारै बिस्तारै माथि जाँदैछौँ। बाटो चाहिँ अहिले चाहिँ पुरै बिन्दास पारामा हिँड्दैछौँ आफ्नै पारामा। गाडीहरू यति पेल्छ कि ओभरटेक हान्न खोज्छ यहाँ। टक्क उकालो लाग्दैछौँ। उकालो बाटो छ। उकालो सकियो। हामी चाहिँ यो जरङ्खुबाट माथिको उकालो चिसपानी जाने बाटो उकालोतिर लाग्दैछौँ। उकालो चाहिँ एकदमै छ। ट्याक्क माथि डाँडामा पुग्न लागिसक्यौँ। झोर जाने हो? ओके छ त। शनिबार त रुममा बस्ने होइन कि त। तिमीहरू कहाँ गयो यार? रे म त आइहाल्छ। कहाँ पुग्यो यार तिनीहरू त? अत्तो पत्तो छैन त। हामी चाहिँ टक्क लाएर भ्युटावर जाँदैछौँ आज। टक्क लाएर जितपुरको उकालो चढ्दैछौँ। पिकअप पुगेन क्या। त्यही भएर पिकअप हामी चाहिँ धर्मस्थली जितपुर खेतीको पुलिस चौकी आइपुग्यौँ। यहाँ आन्टी गाडी कुरिरहनु भएको छ र गइदिन्थ्यो यार। सिङ्गर भएको भए त दाइ एक्लै भएको। बाटो फरक पर्यो। बोयफ्रेन्ड भेट्न जानु लाग्यो नि है सानो बाइपास। पछाडि कहाँ गयो यार तिमीहरू? सानो बाइपास। यहाँबाट सिधा माथि जाने। सानो बाइपासबाट सिधा उकालो लाग्ने। तिमीहरूलाई हल्का अगाडि जानु दिउँ कि हो दाइ? भिडियो मेरो अगाडिबाट बनाइन्छन् भनेको। भिडियो हल्का रोक। हामी चाहिँ अब तेल सक्यो बाइकमा। तेल हाल्न जाँदैछौँ हामी। आकाभरि धुलो पऱ्यो यार। पेट्रोल पम्प अझै माथि हो। त्यही त हो नि पेट्रोल पम्प। तिनीहरूलाई साइड लाइट दिएको मैले। हामी चाहिँ टक्क अब तेल हाल्नु पर्यो। तेल पनि छैन। तेल हालेर हल्का माथि जान्छौँ। स्कुटर पनि आइपुग्यो पछाडि। टक्क तेल हाल्ने माथि जाने। दुईजना पछाडि स्कुटरमा छन्। कति हाल्यो यार यो दाइले तेल पनि? तेल हाल्नु पर्यो। हाम्रो अगाडिको दाइको हाँसो त कडा छ जस्तो छ त। मुस्कान दिएर बसेछन्। जेसिबी स्कुटर पछाडि छ। हाम्रो कान्छा दाइ, मेरो बहिनी किन ढुङ्गा उचालिराखेछ। रिस उठे जस्तो छ बिचरा बहिनीलाई। हाम्रो ठुल्दाई मुस्कानै कडा छ।
टक्क अब चिसपानीबाट माथि जाँदैछौँ। चिसपानीको उकालो चाहिँ एकदमै छ, बिस्तारै बिस्तारै जाँदैछौँ। अप्ठ्यारो छ बाटो। माथि डाँडामा पुग्दैछौँ, बिस्तारै बिस्तारै जाँदैछौँ। टिफर अगाडि छ जस्तो छ यार, 4को गाडी कुट्यो अगाडि। हामी चाहिँ ट्याक्क चिसपानीको पछबार पुग्यौँ। अब पछबारबाट अब हामी लेफ्ट लाग्छौँ। नुवाकोटको भ्यू हेर्दै यसो हामी अब हाम्रो गन्तव्यतिर जाँदैछौँ। बाटो एकदम टनिक छ, चलाउनु पनि कस्तो अप्ठ्यारो हुने जस्तो। बिस्तारै बिस्तारै जाँदैछौँ हामी अब आफ्नो गन्तव्यतिर। चाहिँ हामी मेन रोड छोडेर उकालो लाग्दैछौँ। उकालो पुरै उकालो छ। हल्का माथि गएपछि अब अफरोड पनि छ, एकदमै बाटो अप्ठ्यारो छ। बिस्तारै बिस्तारै जाँदैछौँ। के गर्छ यो गाडी, पुरै अफरोडै जस्तै छ कि यति पिच गरेको छ, फेरि पुरै अफरोड छ यो बाटो। पुरै कतै ढलन छ, कतै अफरोड। अब पुरै कच्ची बाटो सुरु हुन्छ। कच्ची बाटो नि यस्तो हुन्छ कि एकपट्टि टायर हाले अर्कोपट्टि पुग्ने टाइपको छ कि। यहाँ त हल्का ढलनै छ। अब यहाँबाट माथि चाहिँ पुरै अफरोड थियो, पहिला पनि एकखेरमा आएको हो। यस्तो अफरोड छ। स्कुटर अगाडि गयो, पुरै अफरोड के एकपट्टि हाले अर्कोपट्टि गइराखेको छ कि, पुरै बाइक टायरै अर्कोपट्टि चिप्लिराखेको। बहिनी चाहिँ दुकुर्दै आइछ, स्कुटीभन्दा पहिला दुकुर्दै आइसक्यो। यस्तो अप्ठ्यारो छ नि। अब मैले त बल्ल बल्ल ल्याएँ, दाइले पनि ल्याउनु भएछ। मुस्कान त कडा आयो मेरो बहिनीको। फेरि यता हाम्रो दाइको मुस्कान कडा आयो। कति केटी पछि लागेको होला नि बाफे। सबैजना हिँड्छौँ छ, म मात्रै यो नराम्रो भनेको। चुइगम खाने प्रोग्राम छ, बाइक चलाउँदैछ उता। एकपट्टि बाइक गराएछ, अर्कोपट्टि तर्सिराखेछ। अब स्कुटी ट्राई गर्ने जस्तो लागिराखेको छ। फेरि स्कुटी चलायो उहाँमा पछाडिबाट दाइले धकालेको हो कि समातेको हो चाहिँ थाहा भएन। धन्नै भित्तामा लगाएर हालिन। अब यस्तै हो, लेडिज मान्छेले चलायो भने एकपट्टि लगाएर हान्छन् भन्ने भरै हुँदैन। अब चाहिँ हामी उकालो लाग्दैछौँ। अब गन्तव्यतिर पुगिसक्यौँ। फाइनल्ली अब हामी चाहिँ हाम्रो गन्तव्यमा पुग्यौँ। अब यहाँ पुगेर यसो फोटोसोटो खिच्छौँ, एकछिन रमाइलो गर्छौँ, खाजा खान्छौँ। ट्याक्क पुग्यौँ गन्तव्यमा। पार्किङमा राख्नु पऱ्यो। अनि ट्याक्क हामी चाहिँ अब भ्यू टावर पुग्यौँ। आजको भिडियो यहीँसम्म। सबैजनाले हेरेर लाइक कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला है त।